night or day, like a brand new day. Healthy living that you can share with your family. It's a world that we can make full of happiness. नमस्ते। नमस्ते। हजुरको शुभ नाम? तुलसा केसी। तुलसा केसी। अनि बाबाको? बाबाको नाम के? तुलसी केसी। वाह, कति राम्रो मिलेको नाम। ल भने हाम्रो मम्मीको आज घरमा मेसिन आएको छ, कस्तो लागिरहेछ नि? खुसी लागेछ। खुसी लागेछ बाबालाई? अब बुढे ल्याएको मलाई खुसी लाग्ने नि हो नि। खै यता हेरेर भन्नु न त नि। अब बुढे रहरले ल्याएको मलाई खुसी लागेको छ। ल भने हजुरको चाहिँ हाम्रो इन्फर्मेसन हजुरले घरमा ल्याउने निर्णय किन गर्नुभयो तुलसा मम्मी? मलाई अब किनभने पहिले निकै गाह्रो हुन्थ्यो, पैसाको फेरा पनि गरेँ, अलिकति त राम्रो भयो त अहिले चाहिँ राम्रो भएको छ। त्यहाँ गर्दै जाँदाखेरि मलाई राम्रो भयो। अनि अब त्यहाँ 3 घन्टा 4 घन्टा बसेर आधी घन्टा सेक्न पाउँथ्यो होइन। यहाँ अब आफ्नो ल्याएपछि सबै परिवारलाई नि भयो र आफूलाई पनि 1-1 घन्टा सेक्छु, 2 टाइम सेक्छु भन्दा नि भयो। अनि त्यही भनेर ल्याएको हो। अनि हजुरलाई चाहिँ यो मेसिनले के राम्रो गरेको कारणले गर्दा ल्याउनु भएको छ त? मलाई अब यो घाँटी मन्टो पनि दुख्थ्यो, गाह्रो हुन्थ्यो, यस्तो हेरिरहरि नहुने, निहुने नहुने, अनि के अरे यो भुइँको सामान टिप्न नहुने, अनि यता यो लुगा तार्न नहुने, अनि भनौँ अब के हुने यो साडी पिन लगाउन केही गाह्रो हुन्थ्यो। अहिले सजिलो भएको छ, मलाई त्यही हो। त्यही सजिलो भएर सजिलो भएको छ। अब अरू पनि सजिलो सबै निको हुन्छु भन्ने आशा छ। अब मेसिन घरमा ल्याएपछि होइन त? घरमा ल्याएपछि अब बाबाले चाहिँ घरमा ल्याएपछि मेसिन प्रयोग गर्ने कि नगर्ने त? गर्नु पर्यो नि त। बाबा खोइ त यो बारेमा सिकाइदिनु न। म त अब अलिक पत्याउनु पनि हुन्न पनि कि अलिक भन्नै आउँदैन नि त मलाई। लास्ट पनि हाम्रो आउने आमा बाबाहरूलाई के भन्न चाहनुहुन्छ त? आउने आमाले अब सक्नेले सबैजनाले घरमा ल्याउनु प्रयोग गर्नु, त्यसो भए सक्नेले दैनिक आएर सेवा लिनु, त्यही भन्छु। लास्ट धन्यवाद। With your family. We are Nuga Best.